वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी फेरि पनि बाहिर निक्लिनु लागेको। बुढोले एकदम मिठो आइसक्रिम खुवाउँछु भनेको छ अनि म चाहिँ निक्लिनु जानु मन नलागेको छ। फेरि क्याप्ची के खानु पर्यो अब कति नै राम्रो देखे भन्दैछ होला। अनि मलाई चाहिँ एकदम यो मेरो पेन्ट चाहिँ नराम्रो छ अरे अनि मलाई फेर भन्दैछ कि। साथीहरू अब हामी चाहिँ बाहिर निक्लिन्छौँ। साथीहरू हामी चाहिँ बाहिर एकछिन हिँडेको हावा खानु। मेरो बुढाले भिडियो बनाउनु दिँदैन क्या, भिडियो बनाउनु दिँदैन। यसो बाहिरको सेराफेराहरू वातावरणहरू गरौँ भनेको मेरो बुढा खतम, केटो खतम। साथीहरू भ्लगै बनाउनु दिँदैन। तिम्रो बुढी भ्लगर भइसकेको छौ क्या, तिम्रो बुढी भ्लगर भइसकेको छौ क्या। कस्तो यार, एकैचोटि त जान्ने होइन, बिस्तारै पो जान्ने भन्छ त होइन साथीहरू। अब चाहिँ हामी लाग्यौँ। कपाल चाहिँ यस्तै छोड्नु पर्यो भनेको मेरो बुढाले यस्तै होइन न भन्ने भनेर त्यस्तै हेरेको के। अब म्याक्स लगाऊँ त केटो। ओके हामी चाहिँ फाइनली गाइज निक्लिसक्यौँ। यसो बुढाबुढी टसक्कसँगले होइन। खै यता फेरि हाई भन न, हात हल्लाएर। कति ज्ञानी मेरो बुढा त है। एकछिन हिँड्नु अरे नि आइसक्रिम खुवाउनु खोज्दैछ मलाई चाहिँ। तर मेरो आइसक्रिम चाहिँ थियो क्या, अस्ति कोरियन नै दिएको छ त मेरो। तर त्यो जमी भएको मतलब त्यो बक्ली भएको छ कहाँ आइसक्रिम खाउने ठाउँ चाहिँ। त्यतिकै पिउनु। यहाँ चाहिँ फुलहरू कस्तो राम्रो फुलिरहेको छ क्या। त्यो अस्ति नाइको योहरू सबै हरियो भइसकेको छ। अनि अर्कै फुल यहाँ भुइँमा फुल्ने फुल चाहिँ राम्रो भइरहेको छ। हामी चाहिँ मास्क लगाएर पुरा जाँदैछौँ क्या। चिसो छ हौ यता त यहाँ, चिसो। यो हामी बसेको चाहिँ लेखै पढै के हो भने म आएदेखिको चिसो भएको, चिसोको चिसो छ। योहरू हामी चाहिँ यहाँ पार्कमा आइसकिसक्यौँ। घरको नजिकैको पार्क हो। हरियो भयो है पार्कहरू। यो चाहिँ यो पार्क हो। यहाँ चाहिँ म बस्ने नजिकैको पार्क हो। अनि यहाँ चाहिँ दामी फुल फुलिरहेको छ क्या साथीहरू। अब यहाँ फुलहरू म देखाउन चाहन्छु तपाईँहरूलाई। कस्तो राम्रो कलरको फुल छ क्या यो साथीहरू। ओभर दामी देखिरहेको छ। कोरिया भनेको त कोरिया हो नि हो, कोरिया। कस्तो राम्रो क्या होइन। पार्कतिर नि फुलहरू पुरा रोपिरहेको क्या, यस्तो राम्रो क्या, दामी छ। साथीहरू मेरो बुढा चाहिँ लक्ष्मी छ यहाँ भिडियो गर्नु भन्छ क्या। अनि साथीहरू के को लाज किन बाबा होइन। हामी जस्तै जाऊ सबैजना, लजाएर काम छैन नि हो। लाज किन बाबा होइन त साथीहरू हो क्या। मैले भेटेँ अनि नेपाली भाइहरू देवर बाबुहरूलाई भेटेर यस्तो हात लगाएको। देवरलाई यसो एकछिन बस्नु न गफ गरौँ। के भएको छ क्या भाइहरू चाहिँ बल खेल्नु आउनुभएको। भाइहरू चाहिँ हु गरेको। हामी चाहिँ यहाँ भाइहरूसँग छौँ गाइज। म त पर्रादेखि चिनिहाल्छु नि फेरि। मेरो भ्लग हो छ होइन। म भ्लग बनाउनु थाल्दैछु साथीहरू। भाइ युट्युब चलाउनु नआएर म त अब बिस्तारै ट्राई गर्नु पर्यो होइन। सबै एकैचोटि कोही पनि जान्ने हुँदैन होइन। ट्राई गर्दा गर्दै बिस्तारै जानिन्छ। अनि यहाँ मेरो देवर बाबुहरू हुनुहुन्छ। ट्याप लगाएर यसो कोही मेरो देवर बाबुहरूलाई कोही मन पराउनु हुनुहुन्छ भने यता हुनुहुन्छ कन्ने केटाहरू नै हो। मेरो बुढा बाइक दुईजना कन्ने केटा है फेरि साथीहरू। आँखा लगाम है दुईजना भाइहरूलाई, मेरो बुढालाई बाइक। चाहिँ साथीहरू बल खेल्ने ग्राउन्डमा आइसकिसक्यौँ। यहाँ चाहिँ सबैजना भेला हुन्छन्, विदेशी भाइहरू अनि नेपाली भाइहरू होइन। ताकोहरू भेला हुन्छ। म चाहिँ यहाँ छु। आया धन डर लाग्यो।
यहाँ चाहिँ साथीहरू म चाहिँ पिङ खेल्दैछु यहाँ चाहिँ कोरियन बेबीहरू छन् अनि चाहिँ यहाँ चाहिँ नेपालीहरू भने त्यहाँ पर चाहिँ बङ्गालीहरू कता कताको कुन देशको छ पुरा खेल्दैछन् आज छुट्टी हो मेरो बुढो चाहिँ यहाँ छ साथीहरू हामी चाहिँ फर्किँदैछौँ यहाँ नेपालीहरू चाहिँ अब नेपालीहरूको पालो आएछ कि बल खेल्ने अनि अब हामी चाहिँ फर्केको हामी चाहिँ यहाँ अब झन्डा घारीमा आइसकिसक्यौँ अनि अब हामी चाहिँ घर जाँदैछौँ साथीहरू अब के गर्नु साथीहरू त भन्नु पर्यो होइन घर जाँदैछौँ अब म यहाँ झन्डामा यसो भिडियो एकचोटि त बनाउनु पर्छ कस्तो राम्रो छ क्या झन्डा हेर्नु त कस्तो राम्रो चाहिँ Bye bye guys. Thanks for watching.